म यो पनि तपाईहरुको अगाडि भन्न चाहन्छु कि यो जुन नौटंकीहरु देखाइदै छ राजा महाराजाको बारेमा 250 वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्याए नेपाली जनताले बिर्सेको छ। मूर्ति चोर को हुन्? नेपालका ठुलठुला मूर्तिहरु चोरहरु अहिले राजा। भाइमारा को हो? भाइमारा को हो? आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि दाग लगाउन मिल्छ। सुन तस्कर को हो? नेपाली जनताले बिर्स्यो भन्ठानेको। मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिए। मैले त्यति बेला 5 वर्ष शासन गर्न पाएको भए म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीफुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ धेरै चुरीफुरी नगरे हुन्छ। धेरै चुरीफुरी गर्यो भने धेरै मूर्खता पहिले पनि भइसकेको छ। अर्को मूर्खता गरे भने नेपाली जनता उदार हुँदैनन्। अब नेपालका राजनीतिक दल पनि उदार हुँदैनन् भनेको थिएँ मैले। त्यसकारण हामी सबैले आवाज उठाउनु पर्यो। त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि। उनीको परिवारभित्र सबैले बुझेको छ नि नेपाली जनताले को हो मुख्य त्यसको प्लानर, त्यसको मास्टर माइन्ड को हो भन्ने जनतालाई थाहा छ। बिर्से भन्ने ठानेका छन् तिनीहरूले। तिम्रा आसेपासेहरूले त आफै लुट्न पाइन्छ कि भनेर तिमीलाई बोक्न सक्छन्। तिमी बढी उचालियौ भने या विदेशीका एक दुईटा फोटो टाँसेर उनको घरमा आउँछु कि भन्ने सपना देखेको हो भने त्यो दिवा सपना हुनेछ। त्यो भ्रममा नरहन चाहिँ हामी अपिल गर्छौं। त्यसकारण हामी सबैले आवाज उठाउनु पर्नेछ। एकातिर हामीले अहिलेको सरकारको भ्रष्टाचारी